हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। फेरि पनि हजुरहरूलाई स्वागत गर्न चाहेँ मैले। आज पनि म डेली भ्लग म बाटोमा हिँड्दै गर्दाखेरिको म भ्लग लिएर आइसकेको छु। हजुरहरूले पुरै हेरिदिनु हुनुहुन्छ भन्ने पुरै आशा राखेको छु है त। म चाहिँ आज म बस्ने होस्टेलबाट बाहिर निक्लिसकेको छु। यो चाहिँ मेरो स्कुल वरपरको मेरो यो होस्टेलभन्दा बाहिरको चाहिँ दृश्य हो होइन। यो चाहिँ मेरो स्कुल। आज चाहिँ गएको बिदा छ, त्यही भएर चाहिँ एकदम सुन्दर शान्त छ है। आजको मौसम भन्नुपर्दा चाहिँ एकदम चिसो चिसो छ होइन, जाडो जाडो छ र आकाशमा बादलहरू लागिरहेछ र पानी पर्ला जस्तो भइरहेछ है। र पानी परे नि खासै असर गर्दैन, किनकि मैले छाता बोकेर आइसकेको छु होइन। म जहिले पनि बाहिर निक्लिँदाखेरि जहिले मेरो साथमा ब्याग हुन्छ र ब्यागमा चाहिँ छाता हुन्छ होइन। त्यही कारणले गर्दाखेरि मलाई चाहिँ पानी परे नि खासै असर गर्दैन। यतातिरको चारैतिर दृश्य हजुरहरूले एकदम राम्रो देख्न सक्नुहुनेछ होइन। लगभग अहिले भनेको यतातिर अलि उजाड छ। लगभग अब 1 महिना पछाडि चाहिँ यहाँ चारैतिर चाहिँ साकुरा फुल्ने गर्छ होइन। त्यही कारणले गर्दाखेरि त्यो बेलामा चाहिँ एकदम राम्रो दृश्य देख्न सक्नुहुन्छ होइन। तर अहिले चाहिँ खासै त्यस्तो छैन, साकुरा फुल्ने बेला भएको छैन। दृश्य चाहिँ रमाइलो छ, राम्रो छ, तर पनि साकुरा फुल्दाखेरि चाहिँ पनि अझ एकदम दामी देखिन्छ होइन। त्यसको लागि चाहिँ वेट गर्नुपर्ने हुन्छ। आज पनि म चाहिँ पैदल यात्रामा हिँड्नेछु। म यताबाट आएको थियो, मेरो स्कुल देख्न सक्नुहुन्छ होइन। यहाँनिर पुरै छ मेरो स्कुलको नाम पनि छ यहाँ होइन, टोयोटा कोवे भन्ने ठाउँ हो। र आज पैदल यात्रामा चाहिँ म बाहिर निक्लिसकेको छु। एकदम राम्रो छ, यतातिर हिँड्नको लागि पनि एकदम शान्त छ होइन। प्रायः म बाहिर हिँड्दाखेरि जहिले पनि म पैदल हिँड्छु। अलि टाढो टाढो जाँदाखेरि पनि म हिँडेर नै स्टेसनसम्म पुग्छु। त्यस पछाडि म देन्सियामा जान्छु होइन। र साइक्लिङ भन्दाखेरि मलाई हिँड्नै मजा लाग्छ। जे होस् आज पनि त्यही भएर चाहिँ म हिँडेर नै जाँदैछु होइन। यता चाहिँ मेरो अलिकति यहाँ चाहिँ ग्राउन्ड छ होइन। यसो साम्पो गडको लागि पनि एकदम राम्रो छ यता ठाउँ होइन। त्यसको लागि चारैतिर म देखाउने छु। र यहाँ पर पनि जान सकिन्छ, तर म आज यताबाट जान्छु। र मेरो यहाँ टोयोटाको जित्दैछ दाइगाको ग्राउन्ड भन्ने छ यहाँ। ग्राउन्ड हो भने चाहिँ हाम्रो स्कुलको चाहिँ ग्राउन्ड हो यहाँ होइन। यहाँ पर देख्न सक्नुहुन्छ। यहाँ चाहिँ भलिबलदेखि लिएर फुटबलको एकदम आज म चाहिँ उता बजारतिरको लाइनभन्दा पनि यतातिर म अलिकति यो वन साइडमा चाहिँ आएको छु होइन। अलिकति हिँड्नको लागि पनि एकदम राम्रो ठाउँ छ कि, बिहान बिहान कुद्नको लागि पनि एकदम राम्रो ठाउँ छ। त्यही कारणले गर्दाखेरि म त्यताबाट नगइकन चाहिँ यताबाट चाहिँ जाँदैछु त आज। अहिले चाहिँ म त्यहाँ साइडबाट चाहिँ यो साइडमा आइसकेको छु। अझै पनि मेरो हिँड्ने क्रम जारी नै छ होइन। यहाँ चाहिँ अलिकति उकालो हिँड्नुपर्ने रहेछ। उकालो चाहिँ म हिँड्दैछु होइन। ट्याक्क तलबाट यहाँ भर्याङ चढेर यहाँ माथिसम्म आइसकेको छु है त। ओहो, माथि आइसकेको छु। जे होस् यहाँबाट दृश्य राम्रो देखिँदो रहेछ। जे होस् होइन, सर्वप्रथम त म यो बाटो आज फर्स्ट टाइम नै होला होइन। यो बाटो चाहिँ फर्स्ट टाइम नै होला। कस्तो हुन्छ है त, हेर्दै जाऊँ ल यहाँको यो दृश्य कस्तो देखिन्छ यहाँको। ओहो, एकदमै सिधा बाटो रहेछ। एकदमै साइकलहरू पनि हिँडिरहेछ होइन। जे होस् अब मजा रहेछ ठाउँ चाहिँ। साँच्चै त मैले हजुरहरूलाई म कहाँ हिँडेको भन्ने चाहिँ मैले भन्नै बिर्सेछु होइन। म हिँड्न चाहिँ आज त्यहाँ गएको एनतोसी स्टेसनकै छेउमा चाहिँ मेरो त्यो एउटा सामान छोडिराखेको थियो अस्ति होइन, बनाउनको लागि दिएको थिएँ। त्यो सामान चाहिँ लिनको लागि चाहिँ आज ठ्याक्क म जाँदै गर्दाको यो भिडियो हो होइन। कृपया भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला र होइन।
एकदम भिडियो चाहिँ कसरी बनाउँदा चाहिँ ठिक हुन्छ होइन। अझै चाहिँ केही सल्लाह सुझावहरू छ भने कमेन्टमा छोडिदिनु होला होइन। मैले अस्ति पनि भनिसकेको छु, मेरो यो च्यानलमा चाहिँ मेरो डेली भ्लगदेखि लिएर होइन सानो म्युजिकको क्लिपहरू पनि आउने गर्दछ। हजुरहरूमा यदि त्यो सम्बन्धी चाहिँ एउटा रुचि छ होइन, चाहना छ भने चाहिँ मलाई चाहिँ सब्सक्राइब गरेर चाहिँ जोडिनु होला भन्न चाहन्छु होइन। आज एकदमै आनन्दित फिल भइरहेछ होइन। घरबाट एकदम चाहिँ नुहाएर होइन सावर गरेर चाहिँ एकदम आएको थियो र त्यही भएर अब बाहिर त अभियसली त्यत्तिकै शीतल छ होइन। र यता आज म यता साइडबाट जान चाहन्छु होइन। राम्रो यता पुल रहेछ अनि यता चाहिँ तल चाहिँ यो गाडी हिँड्ने लाइन छ र उताबाट चाहिँ डेन्स हिँड्ने लाइन छ होइन। र म यो पुललाई पार गरेर म पारिबाट जान चाहन्छु, त्यो चाहिँ हजुरहरूलाई पनि देखाउन चाहन्छु है त। र म चाहिँ यता साइडबाट आएको हो होइन। अब चाहिँ म यताबाट चाहिँ फट्ट घुमेर होइन त्यो पर देखेको बिल्डिङको छेउमा चाहिँ म जानु, मेरो आजको टार्गेट चाहिँ त्यहाँ हो। र म यो भित्ता साइडको गाडी कुदिरहेको ठाउँबाट चाहिँ म उतातिर जाँदैछु होइन। अहिले पनि म पुल पार गरेर चाहिँ यता साइडमा भित्ता साइडबाट आइसकेको छु। र यहाँ पनि परक जस्तै ठ्याक्कै त्यस्तै बाटो रहेछ होइन, सेम त्यस्तै बाटो रहेछ। जस यहाँ चाहिँ कस्तो भने अलिकति फुलहरू फुलेको भए चाहिँ अझ दामी हुन्थ्यो यता होइन। दुवै साइडमा चाहिँ फुल फुलेको अनि ठ्याक्क फुलै फुलको मौसममा हिँडे जस्तो हुन्थ्यो होइन। तर केही छैन, अलिकति हरियाली छ, दृश्य राम्रै देखिरहेछ, मलाई हिँड्न पनि राम्रै अनुभूति भइरहेछ होइन। दृश्य पनि राम्रै देखिरहेछ, एक्लै छु एकदम शान्त। हजुरहरूलाई पनि एकदम राम्रो फिल भइरहेछ भन्ने चाहिँ मलाई चाहिँ एकदम आशा लागिरहेछ है त। जापानमा चाहिँ कस्तो भने हरेक कुरा होइन एउटा सानो कुरा भए पनि एकदम व्यवस्थित ढङ्गले चाहिँ राखेको हुन्छ क्या। जस्तो यहाँ पनि होइन, अब जस्तो नेपालमा भयो त यो झाडीलाई एकदम झ्यालथ्याल हुन्थ्यो होला सायद होइन। अनि यहाँ चाहिँ कस्तो भने राम्रो ढङ्गले चाहिँ होइन लेबल मिलाएर चट्ट काटेर हिँड्नको लागि पनि सहज हुने टाइपले होइन एकदम राम्रो छ होइन। जस्तो अब त्यही भएर चाहिँ अब जापानमा त्यही भएर चाहिँ अब विकासदेखि लिएर होइन हरेक कुराहरू पर्यटकदेखि लिएर होइन हामी विदेशीहरूलाई पनि एकदमै राम्रो के जापान त ओहो यस्तो ठाउँ रहेछ भन्ने होइन अनुभूति चाहिँ हुन्छ क्या। त्यही भएर देख्दा पनि राम्रो भयो होइन, त्यसपछि चटक्क देख्ने भयो, त्यसपछि अब हिँड्नको लागि पनि सहज हुने भयो होइन। त्यो कारणले गर्दाखेरि यसरी नै हुन्छ नि, जापानको आकर्षण चाहिँ यस्ता यस्ता चिजहरूले पनि जापान चाहिँ हरेक विदेशीहरूको चाहिँ होइन नम्बर 1 रोजाइमा पर्नुको कारण पनि यही नै हो जस्तो लाग्छ क्या मलाई। हुन त यस्तो यस्तो कुरा मात्रै नभएर अब टेक्नोलोजीको हिसाबमा पनि एकदम जापान अघि नै छ होइन। तर हुन्छ नि त्यो अघि बढ्नको लागि पनि कस्तो भने त्यो लेभलसम्म पुग्नको लागि जुन अब यो टेक्नोलोजीको विकासले गर्दाखेरि नै यस्तो साना साना चिजहरूको चाहिँ होइन विस्तार भएको जस्तो लाग्छ मलाई चाहिँ होइन। ओके, अब चाहिँ म लगभग मेरो गन्तव्यतिर चाहिँ आइसक्न लागिसकेको छु होइन। मेरो उतातिरको अलिकति झाडी जस्तोको हिँडाइ चाहिँ हजुरलाई कस्तो लाग्यो होइन त्यो पनि बताइदिनु होला भन्न चाहन्छु। यहाँ अगाडि चाहिँ म्याकडोनल्ड छ होइन, यहाँ चाहिँ म प्राय यहाँ चाहिँ आउँदिनँ तर म उबरबाट चाहिँ एकदम अर्डर गरेर चाहिँ प्राय खाने गर्छु होइन। र यहाँ चाहिँ अलिकति वेट गर्नुपर्ने भयो होइन, किनभने त्यहाँ रेड लाइट भइरहेछ। रेड लाइटमा चाहिँ यहाँ पारी जान सक्नु छैन, त्यही भएर चाहिँ अलिकति वेट गरौँ र ग्रिन लाइट भइसकेपछि मात्रै हामी अघि बढ्नेछौँ है त। ओके, अब चाहिँ म यता पारिपट्टि आइसकेको छु होइन। र यो ठाउँमा त मैले अस्तिको भिडियोमा पनि मैले हजुरहरूलाई देखाएको जस्तो लागेको छ होइन। यो ठाउँको नाम चाहिँ गाकुएन्टोस स्टेसन भनिन्छ होइन। यो अगाडि देखेको बिल्डिङ चाहिँ स्टेसन हो, त्यहाँ अगाडि ठुलो अक्षरमा लेखेको पनि छ होइन। म चाहिँ यहाँबाट चाहिँ सिधै अगाडि बढ्नेछौँ। म अलिकति जुम गरेर देखाउँछु हजुरलाई गाकुएन्टोस स्टेसन होइन। ओके,
ओके, अब चाहिँ म मेरो अन्तिम मेरो गन्तव्यमा चाहिँ मेरो आइसकेको छ होइन। यो ठाउँ एकदमै राम्रो छ यहाँ पनि होइन। म पनि प्राय आइबस्ने ठाउँ हो यहाँ होइन। एकदम राम्रो, चारैतिर ठुल्ठुलो बिल्डिङहरू छ, राम्रो छ होइन। अनि यो माइन्ड फ्रेस गर्नको लागि पनि एकदम म प्राय यहाँ आउने गर्छु। एकदम राम्रो चारैतिर दृश्य छ होइन। अस्ति म आउँदाखेरि चाहिँ यहाँ कन्सर्ट भइरहेको थियो होइन। त्यति बेला मैले भ्लग चाहिँ बनाएँ होइन। एकदम राम्रो थियो, मान्छेहरू पनि धेरै थियो। आज चाहिँ एकदम खाली छ होइन, यहाँ ग्राउन्ड एकदम खाली छ, एकदम राम्रो छ होइन। यस्तो छ है त आजको दृश्य चाहिँ। आज म आएको चाहिँ योभन्दा अलिकति भित्र हो होइन। अब चाहिँ म मेरो आफ्नै गन्तव्यतिर लाग्दछौँ है त। यार अलिकति हिँडेर आउँदा थाक्यो पनि। अब यहाँबाट चाहिँ म भित्र छिर्दछु है त। यहाँ पनि एकदम म यहाँभित्र पनि के कस्तो छ होइन अवस्था, यहाँको दृश्य पनि हजुरहरूलाई देखाउने छु है त। एकदम हेर्नु होला भन्न चाहन्छु। यहाँबाट चाहिँ अलिकति लिफ्ट चढेर अलिकति उकालो जानुपर्ने हुन्छ होइन। यहाँबाट चाहिँ म लिफ्ट चढ्दैछु, यहाँबाट सट्ट लाएर। फाइनली अब यहाँ सेकेन्ड फ्लोरमा पनि आइसकेको छु होइन। यहाँ चाहिँ के रहेछ त यो स्टाफ पोस्यु भनेर छ होइन। यहाँ चाहिँ दाइसो थियो र यहाँ सिगाचुको इचीमा चुइताचीबाट चाहिँ स्टार्ट रहेछ। अहिले चाहिँ बन्द रहेछ होइन, होसिरासीहरू टालेको रहेछ। अनि सिगाचुको चुइताची सुइयो बिकाराचु ओपन भनेर ल्याएर छ होइन। दाइसोमा पनि मेरो काम त थियो आज, तर पनि केही छैन। ओके, बन्द भए पनि ठिकै छ। अर्कोचोटि आउँला होइन। आज चाहिँ मेरो अर्कै काम हो होइन। यतापट्टि साइडमा चाहिँ के कस्तो रहेछ त हामी पनि हेरिदिउँ न होइन। ट्याक्क के छ होइन। आज यसो डुल्न नै आएको के हो यार। पुरै कस्तो मजाले मलाई हेरेर हाँसेको रहेछ होइन। मलाई चिन्दो रहेछ क्या हो भनेको त पुरै पुतला पो रहेछ क्या। ओके, फाइनली म आज मेरो सामान लिनको लागि हो त्यो परको ठाउँ हो होइन, त्यो देखिरहेको ठाउँ हो। म आइसकेको छु होइन। अब त्यहाँ त भिडियो बनाउँदिनँ म, सामान लिइसकेपछि एकैचोटि गर्छु है त। ओके, मैले सामान पनि लिइसकेको छु होइन। अब मेरो भिडियो यहाँसम्म हुनेछ, अन्तिम हुनेछ होइन। ठिकै छ, हजुरहरूले जति पनि हेरेर साथ दिनुभयो होइन, जति पनि भिडियोलाई मन पराइदिनु होला भन्न चाहन्छु। एकदम जति पनि हेरेर साथ दिनुहुने सबैलाई चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। आजको भिडियो चाहिँ लगभग यतिसम्म हुनेछ होइन। आज चाहिँ अब अझै पनि मेरो अलिकति काम बाँकी छ, त्यही भएर चाहिँ अब फर्किने त्यही बाटो भएको कारणले गर्दाखेरि चाहिँ म अब भिडियो चाहिँ यति नै गर्नेछु है त आजको लागि चाहिँ। ओके, यस्तै भिडियो चाहिँ हजुरहरूलाई मनपर्छ भने चाहिँ एकदम सब्सक्राइब गरेर जोड्नु होला भन्न चाहन्छु होइन। यस्तै अब अरू भिडियोहरू पनि म पक्कै पनि लिएर आउनेछु। त्यो कारणले गर्दाखेरि चाहिँ आजको लागि यति नै भन्न चाहन्छु। म यहाँबाट चाहिँ सिधै अझै 10 मिनट जति मेरो घर पुग्नको लागि टाइम लाग्छ। अब म चाहिँ भिडियो नगरिकन त्यत्तिकै फर्किनेछु है। हजुरहरूलाई धेरै धेरै धन्यवाद भन्दै अर्को भिडियोमा हामी पक्कै पनि भेट्नेछौँ।